रासोपा लडाउनको लागि षड्यन्त्र गर्न पर्दैन, चुनावमा लडेपछि चुनावबाट बाहेक रासोपालाई कहीँबाट पनि हराउन सकिँदैन। नेपाली राजनीतिमा नयाँ विकल्पका रूपमा उदाएको रासोपा गहिरो संकटमा परेको छ। सहकारी ठगी प्रकरणमा मुसिएका पार्टी सभापति रवि लामिछाने बन्दी प्रत्यक्षीकरण रिटबाट छुट्ने आशा पार्टीका नेता कार्यकर्तालाई थियो। तर सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश सर्वोच्चले पनि सदर गरेपछि रासोपा रानो बिनाको माहुरी जस्तै बनेको छ, जसले गर्दा पार्टीको रणनीति र मिशन 84 नै धर्मरा आएको छ। रूपन्देहीको सुप्रिम सहकारी मात्र होइन, चितवन, कास्की र काठमाडौँमा समेत सहकारी ठगी मुद्दा विचाराधीन रहेकाले ती मुद्दामा पनि उच्च अदालतबाट थुनामा राख्ने आदेश भएमा रविको कारागार जीवन झनै लम्बिनेछ। 2079 को निर्वाचनबाट उदाएको रासोपा संसदमा 21 सिट सहित चौथो ठूलो दलको रूपमा छ। रविकै नेतृत्व र लोकप्रियताले पार्टीलाई संसदसम्म मात्र होइन सरकारमा समेत पुर्यायो। ठूलो दलहरूको घेराबन्दीमा परेका रवि सहकारी प्रकरणबाट मुक्त हुन सकेका छैनन्, जसका कारण उनको अनुपस्थितिले पार्टी गतिविधि नै शिथिल बन्दै गएको छ। पार्टी महाधिवेशन अन्यलमा छ, जिल्ला र प्रादेशिक अधिवेशन समेत अलपत्र छन्, जसले गर्दा पार्टीको आन्तरिक संरचना कमजोर र असंगठित देखिएको छ। रवि लामिछानेको लोकप्रियता र करिश्मामै आधारित रासोपाको संगठनात्मक ढाँचा अहिले अस्त-व्यस्त देखिन थालेको छ। यतिसम्म कि गत कार्तिक 2 मा उनलाई प्रहरीले पक्राउ गरे पनि उनी छुट्ने प्रतीक्षामा 3 महिनासम्म पार्टी नेतृत्वविहीन बनाइयो। कार्यभागको जिम्मेवारी समेत कसैलाई दिइएन। जब मुद्दा दर्ता भयो तब मात्रै सचिवालय बैठक बसेर डीपी अरियाललाई कार्यभाग सभापति तोकियो। तर डीपीले कार्यभागको जिम्मेवारी सम्हालेपछि पनि पार्टीलाई गति दिन सकेनन्। वैकल्पिक नेतृत्वको खडेरी हुँदा पार्टी यता न उताको जस्तो बनेको विश्लेषण हुन थालेको छ। रविले पार्टीलाई आफूमा मात्र केन्द्रित गरेको आलोचना गरेकै कारण मुकुल ढकाल निकालिएका थिए। पार्टीमै वैकल्पिक नेतृत्वको आवश्यकता महसुस गरे पनि कोही पनि अघि सर्ने आँट गरेका छैनन्। रासोपा भित्रको अन्यलताका बीच पार्टीमा विभिन्न गुटहरू मौलाउन थालेका छन्। एक थरी नेताहरू रवि बिना पनि पार्टी अघि बढ्न सक्छ भन्ने मत राख्छन् भने अर्का थरी रवि नभए पार्टी अस्तित्वमै रहन गाह्रो हुन्छ भन्नेमा अडिएका छन्। रवि निकट नेताहरू नै दूरी बनाउँदै गएका छन्। मूलधारका राजनीतिक दलहरू पनि रासोपालाई निषेध गर्ने रणनीतिमै छन्। तर सहकारी प्रकरणमै अल्झिएका रवि रासोपाले नै अरूलाई सकाउने भन्दै गर्जिएका थिए। रासोपा लडाउनको लागि षड्यन्त्र गर्न पर्दैन, चुनावमा लडेपछि चुनावबाट बाहेक रासोपालाई कहीँबाट पनि हराउन सकिँदैन। प्रिय साथीहरू, रासोपा अब व्यक्ति रहेन, रासोपा एउटा अभियान रह्यो। रवि लामिछानेलाई ढाल्न सजिलो होला, तर नेपालको मतपत्रबाट घन्टी अब कसैले पनि निकाल्न सक्दैन। यही हो हाम्रो प्रतिबद्धता। कोही कहीँ कतै पनि चिन्तित हुनुपर्ने अवस्था छैन। पार्टी आफ्नो ढङ्गले अगाडि बढेको छ। सहकारी मुद्दा प्रकरणको दौरानमा रविले रासोपा नसकिने बरु रासोपाले अरूलाई सकाउँछ भनेर गर्जिए पनि उनको जस्तो गर्जन अरू कसैको देखिएको छैन, जसले गर्दा रासोपा भनेको रवि र रवि भनेको रासोपा मात्रै बनेको छ। रासोपाले मिशन 84 अन्तर्गत आगामी निर्वाचनमा बहुमत ल्याउने सपना देखाएको थियो, तर अहिलेको अवस्थामा त्यो सम्भावना कमजोर देखिन्छ। पार्टीको नेतृत्व अन्यलमा छ, संगठन कमजोर छ, कार्यकर्ता तहसम्म उत्साह हराउँदै गएको छ। रासोपा नयाँ सोच लिएर आएको दावी गर्दै अगाडि बढेको थियो, तर फट्याङ्ग्रा जस्तो उफ्रिएको पार्टी अहिले गम्भीर समीक्षाको खाँचोमा रहेको आम विश्लेषण हुँदै आएको छ।